नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौं प्रदेश 2 बाट। प्रदेश 2 राहत तथा उद्धार व्यवस्थापन उच्च स्तरीय समितिले विपद प्रभावित क्षेत्रमा सहायता कक्ष अर्थात् हेल्प डेस्क स्थापना गर्ने निर्णय गरेको छ। जनकपुर धाममा मंगलबार बसेको समितिको बैठकले हावाहुरी प्रभावित बारा र पर्साका क्षेत्रमा उद्धार तथा राहत वितरण कार्यको व्यवस्थापन तथा रेखदेखका लागि आन्तरिक मामिला तथा कानून मन्त्री सरोज सिंह कुशवाहाको नेतृत्वमा सहायता कक्ष स्थापना गर्ने निर्णय गरेको हो। सहायक कक्षमा आर्थिक मामिला तथा योजना मन्त्रालय राज्य मन्त्री उषा यादव, सामाजिक विकास राज्य मन्त्री अभिराम शर्मा, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी, सम्बन्धित जिल्लाका सुरक्षा निकायका प्रमुख, स्थानीय तहका प्रतिनिधि र गैर सरकारी संस्थाका प्रतिनिधि सदस्यका रूपमा रहनेछन्। बैठकपछि समितिका अध्यक्ष तथा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवले पीडितहरूलाई तत्कालका लागि टेन्ट निर्माण गरी बस्ने व्यवस्था मिलाउने बताउनु भएको छ। यसका साथै 4 महिना भित्र एक परिवारका लागि 2 वटा कोठा, 1 किचन र 1 टोयलेट सहितको प्युरिफाई घरको निर्माण गर्ने पनि प्रतिबद्धता जनाउनु भयो। हेल्प डेस्क निर्माण कर रहल छी, जे हेल्प डेस्क राहत वितरण, अनुगमन, मूल्यांकन से करे के बात भ रहल छै। दोसर चीज की भेल छलै कि हमरा सबके मुख्यमंत्री विपत्ति व्यवस्थापन कोष जे भेल छै ओहिने अहाँके विभिन्न जगह से पैसा सब आबि रहल छै। या हम सब तत्काल टेंट निर्माण कर टेंट मार्फत उनका सबके आवास के व्यवस्था, तत्कालीन आवास के व्यवस्था हम सब द रहल छी। और दीर्घकालीन आवास के लागि 4 महीना भीतर प्यूरिफाई घर हम सब निर्माण कर रहल छी। एकटा परिवार के लागि 3टा कोठा, 1टा किचन, 1टा टॉयलेट एना कऽ हम सब 4 महीना के भीतर निर्माण कर के सोच बना के आगाड़ी बढ़ि रहल छी। तो तेसर बात जे विद्यार्थी सब छलिए ओहि विद्यार्थी सबके शैक्षिक सामग्री, तकर बाद ने अल्टरनेट शेल्टर हम सब अहाँ के निर्माण क ओकर शिक्षा के पठन पाठन के कंटिन्यूटी देवा के बात भए रहल छै। ई अहाँ के डिसीजन सब ओइठाम भेल छै। मन्त्री यादवले प्रभावित क्षेत्रका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गर्नुका साथै सेल्टर निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो। समितिले बैठकले सहायता कक्षका व्यवस्थापन टोलीलाई सहायता कक्षमा नियमित रूपमा उपस्थित हुन भनिएको छ। त्यस्तै राहत संकलन तथा वितरणको रेकर्ड अत्याधिक गर्न लाउने, राहत वितरणको कार्यालयलाई समन्वयन र सहजीकरण गराउने तथा क्षति भएका विवरणको संकलन र अभिलेखीकरण गराउने जिम्मेवारी दिएको छ। त्यस्तै पीडितलाई गुनासो सुनवाईको लागि फोकल पर्सन तोक्ने रोहतको कोषमा सहयोग गर्नेहरूको नामावली सार्वजनिक गर्ने र पीडितलाई तत्काल तिरपाल, टेन्ट लगायत सेल्टरहरूको व्यवस्थापन गरी उपलब्ध गराउने जिम्मेवारी पनि दिएको छ। त्यस्तै समितिले त्यस क्षेत्रका सम्पूर्ण सरकारी कर्मचारीहरूलाई कार्यालय उपस्थित हुन समेत निर्देशन दिएको छ। सत्तादल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले बारा र पर्साका आँधीहुरीमा परि निधन भएकाका परिवारलाई पार्टीको तर्फबाट 5 लाखको दरले राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहनुभएका दाहालले आँधी र हुरीको मारमा परेका फेटा गाउँपालिकामा मंगलबार आयोजित राहत वितरण कार्यक्रममा बोल्दै आँधीहुरीले क्षति पुर्याएका घरहरूको निर्माण गरिदिने सरकारले निर्णय गरेको पनि पीडितलाई जानकारी गराउनुभयो। उहाँले घाइतेहरूको निशुल्क स्वास्थ्य उपचारको व्यवस्था सरकारले मिलाएको उल्लेख गर्दै आँधी र हुरीले प्रभावित क्षेत्रका जनताको पीडालाई सम्बोधन गर्न सिङ्गो मुलुक तयार रहेको पनि स्पष्ट पार्नुभयो। रुपियाँ दिने घोषणा भएको छ। हाम्रो पार्टीको तर्फबाट प्रत्येक मृतकका परिवारलाई 5 लाख रुपियाँ थप रकमको व्यवस्था गर्ने दोस्रो कुरा, घाइतेहरूको उपचार निःशुल्क गर्ने, कुनै पैसा नलाग्ने कुरा सरकारको तर्फबाट घोषणा भइसकेको छ। अनि
भत्केका घरहरू निर्माण गर्ने जिम्मा नेपाल सरकारले लिइसकेको छ। आज बिहान मात्रै मैले प्रधानमन्त्रीजीसँग कुरा गर्दा सबै घरहरू सरकारले निर्माण गरिदिने भन्ने भएको छ र म यो जानकारी पनि यहाँ उपस्थित तपाईँहरू सम्पूर्ण जनसमुदायलाई गराउन चाहन्छु। अनि खेतीपाती जो क्षति भएको छ त्यो क्षतिपूर्तिको व्यवस्था पनि गर्नको लागि म पार्टीको तर्फबाट सरकारसँग आग्रह गरेर त्यो व्यवस्था पनि गर्ने विश्वास म तपाईँलाई दिलाउन चाहन्छु। यो बडो विचित्र कुरा भयानक आँधीहुरी चाहिँ सायद हामीले यस्तो अचानक र यो भयानक रूपमा आँधीहुरी हामीले यस्तो क्षति देखेका थिएनौँ। दर्जनौंको ज्यान जाने गरी सयौं घरहरू भत्किने गरी सयौं बिघा जमिनको खेतीपाती विच्छेद हुने गरी एउटा आँधीहुरी आएको सायद नेपालमा यो पहिलो अनुभव होला। सिंगै देश अहिले पुरै देश तराई मधेस पुरै पहाड हिमाल सबैतिरको जनताको सहानुभूति अहिले बजारतिर छ। सबै देशले माया विश्वास भरोसा सबैलाई सहयोग गर्ने पीडामा पर्नुभएका जनसमुदायसँग व्यक्त गर्न चाहन्छु। तपाईहरु एक्लै हुनुहुन्न। अध्यक्ष दाहालले आँधीहुरीमा परि नष्ट भएका बाली नालीको क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग सक्दो पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। अध्यक्ष दाहाल आँधीहुरी प्रभावित क्षेत्रको अवलोकन गर्न मंगलबार बिहान त्यहाँ पुग्नु भएको थियो। त्यसक्रममा उहाँले नारायणी क्षेत्रीय अस्पताल नेशनल कलेजमा पुगी उपचार गराइरहेका घाइतेहरूसँग पनि भेट गर्नु भएको थियो। गत आइतबार साँझ आएको आँधीहुरीका कारण बारा र पर्सा जिल्लामा 27 जनाको ज्यान गएको थियो भने सयौंको घर र बाली नाली नष्ट भएको थियो। यसैबीच नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आँधीहुरी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्नु भएको छ। त्यसैगरी वरिष्ठ चिकित्सक गोविन्द केसी पनि आँधीहुरीबाट घाइते भएकाहरूको उपचारका लागि मंगलबार नै प्रभावित क्षेत्रमा पुग्नु भएको छ। विनाशकारी आँधीबेहरीको अध्ययन गर्न मौसमविदको टोली बारा र पर्सा जाँदैछ। मौसम विज्ञान विभागबाट वरिष्ठ मौसमविद सहितको टोली बुधबार त्यसतर्फ जान लागेको हो। टोलीमा वरिष्ठ मौसमविद दय सुजन सुवेदी र अर्चना श्रेष्ठ तथा सहायक मौसमविद गोविन्द झा छन्। उनीहरूले स्थलगत अवलोकन गर्नेछन्। यो टोलीले ल्याउने रिपोर्टका आधारमा थप अध्ययनको लागि अर्को उच्च स्तरीय टोली बनाउने नबनाउने भन्ने निर्णयमा पुग्ने सरकारको तयारी छ। मौसमविदले सानो क्षेत्रमा मात्र क्षति पुर्याउने गरी बारा र पर्सामा आएको हावाहुरी असामान्य रहेको र यो अध्ययनको विषय भएको बताउँदै आएका छन्। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। राष्ट्र विकास परिषदको बैठक सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँको होटल सोल्टीमा राष्ट्र विकास परिषद बैठकको उद्घाटन गर्नुभएको हो। राष्ट्रिय योजना आयोगले तयार पारेको 25 वर्ष दीर्घकालीन सोच सहितको 15औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रूप दिन 2 दिने राष्ट्रिय विकास परिषदको बैठक बोलाएको हो। बैठकमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छेदार, उपप्रधानमन्त्री, मन्त्रीहरू, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, संघीय संसद विषयगत समितिका सभापतिहरू, संसदहरू, विज्ञहरू सहित 350 जना भन्दा बढीको सहभागिता रहेको छ। मुलुकलाई समृद्ध बनाउने सूचक सहितको 15औं योजनाको आधार पत्रलाई अन्तिम रूप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहनु भएको राष्ट्रिय विकास परिषदको बैठक बोलाएको र राष्ट्रिय योजना आयोगका प्रवक्ता डाक्टर किरण रूपाखेतीले जानकारी दिनुभयो। राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनाहरूलाई अन्तिम रूप दिने सर्वोच्च निकाय हो। राष्ट्रिय विकास परिषदको यो महत्त्वपूर्ण बैठकका अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी ओलीज्यू, माननीय उप प्रधानमन्त्री तथा मन्त्रीज्यूहरू, योजना आयोगका उपाध्यक्ष तथा अन्य सदस्यज्यूहरू, राष्ट्रिय विकास परिषदको यो बैठकमा उपस्थित
परिषदका सम्पूर्ण माननीय र अन्य सदस्यहरू, संवैधानिक निकायका प्रमुख तथा अन्य पदाधिकारीहरू, आमन्त्रित अतिथि महानुभावहरू, आयोगले समृद्ध नेपाल सुखी नेपाली बनाउने मुख्य लक्ष्यका साथ 15औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो। मस्यौदालाई अन्तिम रूप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर पुष्पराज करेलले पनि जानकारी दिनुभयो। उहाँले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोच सहितको 15औं योजनाको आधार पत्र वैशाख पहिलो हप्ताभित्र सार्वजनिक गरिसक्ने पनि बताउनुभयो। आयोगले तयार पारेको 15औं योजनाको आधार पत्रको मस्यौदा कृषि, ऊर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ। 25 वर्षीय दीर्घकालीन सोच सहितको सो आधार पत्रको मस्यौदामा 25 वर्षभित्र मुलुकमा समृद्धिको सिर्जना गर्ने, 10 वर्षभित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता डाक्टर रूपा खेतीले बताउनुभयो। संसदीय सुनवाई विशेष समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश कुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाले सुनवाई प्रक्रिया सुरु गरेको छ। आयोगको मंगलबार सिंह दरबारमा बसेको बैठकले संवैधानिक परिषदद्वारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोगकी सदस्य ओझा विरुद्ध उजुरी आह्वान गरेको हो। संवैधानिक परिषदको गत चैत 11 गते बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझाले राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो। परिषदको सोही सिफारिसमाथि सुनवाई प्रक्रिया सुरु गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो। संकलन गर्ने उद्देश्यले सो सम्बन्धी सूचना सरकारी सञ्चारका माध्यमहरूबाट सार्वजनिक गर्ने विषयलाई अनुमोदन गरिदिन हुन माननीय सदस्यहरूलाई अनुरोध। माननीय सदस्यहरू सुनवाईको लागि समितिमा प्राप्त नाम आम नागरिकलाई जानकारी गराउने र प्रस्तावित व्यक्तिको सम्बन्धमा सूचना तथा उजुरी संकलन गर्ने उद्देश्यले सरकारी सञ्चारका माध्यमहरू मार्फत सूचना सार्वजनिक गर्न समिति सचिवलाई निर्देशन र सँगसँगै संविधानले पनि एउटा निर्देशन दियो। बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसदहरूले भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले सो निर्णय लिएको भने असन्तुष्टि जनाएका थिए। उहाँले जानेर हो या नजाने संवैधानिक परिषदको अध्यक्ष जो प्रधानमन्त्री हुनुहुन्छ उहाँले यो बाटोमा हिँडिरहनु भएको छ। यो बाटोमा हिँड्दाखेरि भोलि देशलाई अहिले स्थिरता चाहिएको छ, देशलाई अहिले समृद्धि चाहिएको छ, तर देशलाई बिस्तारै प्रतिपक्षको भूमिकालाई गौण गर्दै प्रतिपक्षलाई तिमीहरू संसदमा होइन सडकमा जाऊ भनेर अर्को किसिमको द्वन्द्वको मनस्थितिमा गएको पनि हुन सक्छ। त्यतातर्फ देश गयो भनेदेखि यो हाम्रो लागि धेरै दुर्भाग्यपूर्ण हुन सक्दछ। त्यसैले म के भन्न चाहन्छु भन्दाखेरि अहिले हामी संविधान कार्यान्वयनको चरणबाट म स्मरण गराउन चाहन्छु। संवैधानिक परिषदले पठाएको यो इतिहासको विषय भइसकेको छ। भोलि खोज होला, अनुसन्धान होला। दीपक राज जोशीको बारेमा अरू धेरै भन्न म चाहन्न, व्यक्तिको बारेमा म कुरा गर्न चाहन्न। दीपक राज जोशीको बारेमा हामीले जे कुराहरू राखेका थियौँ त्यसबेला साथीहरूको भावनालाई म कदर गर्न चाहन्छु कि संवैधानिक परिषदको यो सुनवाई समिति रबर स्ट्याम्प बन्न हुन्न भन्ने चाहिँ साथीहरूले भावना व्यक्त गर्नुभयो। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने समितिका सदस्यहरूले प्रमुख प्रतिपक्ष दल
नेताको अनुपस्थितिमा संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त सिफारिस गर्ने सो निर्णय संविधान विपरीत भएको तर्क गर्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारको राजनीतिक दबाव नआएको स्पष्ट पारेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन कुमार घिमिरेले आयोगको अनुसन्धानमाथि कुनै पनि प्रकारका राजनीतिक दबाव नआएको प्रस्ट्याउनु भएको हो। मंगलबार संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले आयोग कुनै पनि प्रकारको राजनीतिक दबावमा नपरी संविधानले दिएको अधिकारभित्र रहेर अनुसन्धानको कामलाई स्वतन्त्रतापूर्वक अघि बढाउन सचेत रहेको पनि स्पष्ट पार्नुभयो। प्रमुख आयुक्त घिमिरेले वाइड बडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धान भइरहेको पनि समितिलाई जानकारी गराउनुभयो। हाल निगम सञ्चालक समितिका पदाधिकारीहरूमाथिको अनुसन्धानको काम भइरहेको उल्लेख गर्दै उहाँले अब विदेशी कम्पनीहरूसँग अनुसन्धानको कामलाई अघि बढाउन 15 दिने सूचना जारी गरिएको पनि स्मरण गराउनुभयो। वाइटबडी विमान खरिदमा भएको अनियमितताबारे अनुसन्धानको कामलाई छिट्टै निष्कर्षमा पुर्याउन आयोग प्रतिबद्ध रहेको प्रमुख आयुक्त घिमिरेले बताउनुभयो। संवैधानिक दायित्व प्रति आयोग सचेत छ र आयोगले त्यही हिसाबले काम गरेको पनि छ। वाइट बडीको प्रसङ्ग उठेको छ। अहिलेसम्म हिजोका मितिसम्म 21 जनाको बयान सकिएको छ। हामीले यसमा संलग्न विदेशी कम्पनीहरूलाई 15 दिनको म्याद दिएर सार्वजनिक सूचना गरेका छौँ। काठमाडौँ पोस्टमा त्यो सूचना निस्केको छ। त्यसपछि दोस्रो सूचना पनि हामी दिन्छौँ। अहिले सञ्चालक समितिका अध्यक्ष र सञ्चालक समितिका पदाधिकारीहरूको बयान लिने क्रम चाहिँ चलिराखेको अवस्था चाहिँ हो र यसमा आयोग गम्भीर छ र यसलाई छिटोभन्दा छिटो निष्कर्षमा पुर्याउनुपर्छ भन्ने मान्यता आयोगले राखेको छ भन्ने कुरा पनि निवेदन गर्न चाहन्छु। अनुसन्धानमा भएको विषय भएको हुनाले यसभन्दा पढ्तिर अन्य कुरा भन्दा यहाँ अहिले सन्दर्भिक होला भन्ने मलाई लाग्दैन। स्विस ब्याङ्कमा जम्मा भएको भनेको त्यो व्यक्तिको आयोगको कार्यक्षेत्रलाई पनि माननीयज्यूहरूले विचार हेरिदिनुपर्छ भन्ने मलाई लाग्छ। सार्वजनिक पदाधिकारी मात्रै आयोगको कार्यक्षेत्रको विषय हो। व्यक्तिले स्विस ब्याङ्कमा राख्यो भने त्यो चाहिँ अब राष्ट्र ब्याङ्क र सरकारका अन्य निकायहरूले यो विषयलाई चाहिँ हेर्नुपर्छ भन्ने हो। आयोगले स्थानीय तहमा भ्रष्टाचार बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गर्दै त्यसलाई नियन्त्रण गर्न तत्काल सबै स्थानीय तहमा लेखा परीक्षण हेर्ने संयन्त्रको तत्काल व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ। प्रमुख आयुक्त घिमिरेले स्थानीय तहमा भ्रष्टाचार हुन नदिन आयोगले 21 वटा जिल्लाका अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको र त्यसलाई आवश्यकता अनुसार सबै जिल्लामा विस्तार गर्दै लैजाने योजना रहेको पनि समितिलाई जानकारी गराउनुभयो। बैठकमा समितिमा सदस्यहरूले राजनीतिक दबावका कारण अख्तियारको भ्रष्टाचारका ठूला केसमाथि अनुसन्धान गर्न नसकेको दावी गरेका थिए। समितिका सदस्य दिलेन्द्र प्रसाद बडुले राजनीतिक दबावका कारण ठूला भ्रष्टाचारको अनुसन्धानको काम अघि बढाउन आयोगले नसकेको आशंका व्यक्त गर्नुभयो। कतै हुन् कि भन्ने आशंका भइरहेको अवस्था छ। तत्काल अहिले यो परिवर्तनपछि भ्रष्टाचारको केसमा शून्य सहनशीलता छ भन्ने हामी बोलिरहेका हुन्छौँ। सरकारको नारा पनि त्यही छ। भ्रष्टाचार निवारण आयोगको त हुने नै भयो, तर त्यसलाई हामीले तल्लो स्तरमा पनि अवश्य पनि रोकथाम गरेको जनताले देख्ने गरी स्थानीय तहलाई ज्यादा केन्द्र बनाउनु पर्छ भन्ने हामीलाई लागिरहेका छ। जनताले के देखिरहेका छन् भन्दा हिजोभन्दा पनि गजबका साथ यहाँ त भ्रष्टाचारको केस हुन थाल्यो स्थानीय तहमा भन्ने भइरहेका छ। अब त्यहाँ तत्काल त्यही रोक्ने कुरा एउटा मैले अगाडि पनि भने र दोस्रो कुरा त्यहाँ स्थलगत अध्ययन गरेर साँच्चै केस वाइज हेर्ने र त्यसलाई गलत भएको कुरा सजाय दिइहाल्ने गर्यो भने तल्लो तहको पनि जुन भ्रष्टाचार रहेछ। समितिका सदस्यहरूले जनताले भ्रष्टाचार बढ्दै गइरहेको महसुस गरे पनि त्यसलाई नियन्त्रण गर्ने काम हुन सकेको भन्दै चिन्ता पनि व्यक्त गर्नुभयो। विश्रामपछि समाचारमा स्वागत छ। अब बाँकी समाचार। उपप्रधानमन्त्री एवं रक्षा मन्त्री ईश्वर पोखरेलले संयुक्त राष्ट्र संघद्वारा अमेरिकामा आयोजित शान्ति सेना सम्बन्धी मन्त्री स्तरीय बैठकमा सहभागी भई स्वदेश फर्किनु भएको छ। उपप्रधानमन्त्री पोखरेल अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्र संघद्वारा आयोजित शान्ति सेना सम्बन्धी मन्त्री स्तरीय बैठकमा सहभागी भई मंगलबार अपराह्न स्वदेश फर्किनु भएको हो। त्यसक्रममा उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै शान्ति स्थापना कार्यका लागि 10,000 सम्म नेपाली सुरक्षाकर्मी परिचालन गर्ने नेपालको योजना
नेपालको योजनाबारे संयुक्त राष्ट्र संघलाई जानकारी गराएको बताउनुभयो। उहाँले शान्ति स्थापनाको नेतृत्वदायी भूमिकामा नेपाली सेनालाई राख्न पनि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेराससँग आग्रह गरिएको पनि बताउनुभयो। नेपाली सेनाले सुरक्षा निकायका अधिकृत जवानहरूले त्यहाँ गएर भूमिका खेल्नु भएको छ। त्यस आधारमा नेतृत्वदायी तहमा फिल्डमा होस् वा मिसन यो हेडक्वार्टरमा होस् त्यहाँ चाहिँ नेतृत्वदायी तहमा पनि त्यो जिम्मेवारी पाउनुपर्छ भन्ने हिसाबले पनि हामीले कुराकानी गरेका छौँ र खास गरी सङ्कटग्रस्त क्षेत्रहरूमा नेपालबाट गएका शान्ति सेनाका साथीहरूले जस्तो ढङ्गले भूमिका खेल्नु भएको छ त्यो संयुक्त राष्ट्रका महासचिव दुईटै उपमहासचिवहरूले त्यसको प्रशंसा गर्नुभएको छ र नेपाली सेना जहाँ पुग्यो त्यो ठाउँमा त्यहाँको जनतासित घुलमिल गरेर उपप्रधानमन्त्री पोखरेलले बैठकका क्रममा संयुक्त राष्ट्र संघका महासचिव गुटेरेस उपसचिव अब्दुल खरेलसँग पनि छुट्टा छुट्टै भेटवार्ता गरी नेपाली सेनाले कष्टग्रस्त क्षेत्रमा शान्ति स्थापनाका लागि पुर्याएको योगदानका विषयमा छलफल गर्नुभएको थियो। उहाँले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसले नेपाली सेनाले संकटग्रस्त क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा पनि गर्नुभएको जानकारी दिनुभयो। उपप्रधानमन्त्री पोखरेलले अमेरिका बसाइको क्रममा त्यहाँ स्थित नेपाली समुदायसँग पनि छलफल गर्नुभएको थियो। हालसम्म संयुक्त राष्ट्र संघको शान्ति मिसनमा 1,40,000 नेपाली सेना परिचालन भइसकेका छन्। अब खेल समाचार। ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनौटको दोस्रो चरणको पहिलो खेलमा आज नेपालले आयोजक म्यानमारसँग प्रतिस्पर्धा गर्दैछ। मण्डलर 3 रंगशालामा नेपाली समय अनुसार बेलुकी 5:15 नेपालले म्यानमारसँग प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि ओलम्पिक खेलकुदको महिला फुटबल अन्तर्गत एसिया क्षेत्र छनौटको पहिलो चरणमा पनि म्यानमारसँग नेपालले 1-1 गोलको बराबरी खेलेको थियो। आजको खेलमा पनि नेपाल यही नतिजालाई निरन्तरता दिने लक्ष्यमा छ। जापानमा 2020 मा हुने ओलम्पिक खेलकुदको महिला फुटबलको एसिया क्षेत्र छनौटको दोस्रो चरण अन्तर्गत समूह ए मा नेपालसँगै आयोजक म्यानमार, इन्डोनेसिया र भारत छन्। दोस्रो खेलमा नेपालले भारतसँग 6 अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। भारतलाई सापको बदला लिने लक्ष्यमा नेपाल हुनेछ। छनौटको अन्तिम खेलमा नयाँ प्रतिद्वन्दी इन्डोनेसियासँग नेपालले 9 अप्रिलमा प्रतिस्पर्धा गर्नेछ। हवस् त अहिलेलाई समाचार यति नै। पल पल खबर तेज नजर अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।